उम्मेदवार बन्नुभएका सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नम्बर 1 र 2 का प्रताप सिंह तामाङ र रामसिंह तामाङ ज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण सिन्धुपाल्चोकवासी युवा साथीहरू, दाजुभाइ दिदीबहिनीहरू सबैलाई मेरो नमस्कार। सर्वप्रथम म उज्यालो नेपाल पार्टीमा आज सिन्धुपाल्चोक जिल्ला र विभिन्न जिल्लाबाट विभिन्न दल परित्याग गरी स्वतन्त्र रूपमा रहनुभएका साथीहरू समेत उज्यालो नेपाल पार्टीमा प्रवेश गर्नुभएकोमा उहाँहरूलाई हार्दिक स्वागत र उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। उज्यालो नेपाल पार्टीलाई विश्वास गरेर, उज्यालो नेपाल पार्टीको नेतृत्वलाई विश्वास गरेर जुन तपाईहरुले यो पार्टीमा प्रवेश गर्ने साहस गर्नुभएको छ, त्यसको लागि म हार्दिक आभारी पनि छु। अब उज्यालो नेपाल पार्टी निरन्तर रूपमा अगाडि बढ्छ। यो देशको एउटा प्रमुख राजनीतिक पार्टीको रूपमा र नेपालको एउटा 1 नम्बरको पार्टीको रूपमा हामी आगामी दिनमा अगाडि ल्याउनेछौँ। त्यो भएको हुनाले उज्यालो नेपाल पार्टी हिजो केही समयको लागि हामी बाटो भुल्यौं, तर अब उज्यालो नेपाल पार्टी र यसका नेतृत्वले निरन्तर रूपमा आगामी दिनमा यो पार्टीलाई नेपालको 1 नम्बरको पार्टी बनाएरै छोड्नेछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। आज सिन्धुपाल्चोक जिल्लाबाट प्रत्यक्षमा चाहिँ उम्मेदवारी दिनुभएका हाम्रा उम्मेदवार साथीहरूको परिचय कार्यक्रम र पार्टी प्रवेश कार्यक्रम यहाँ भइरहेको छ। सिन्धुपाल्चोक जिल्लाबाट 2 जना हाम्रो होनार युवा साथीहरू प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएको छ। दुवैजना उम्मेदवारहरूलाई अत्याधिक मतले जिताएर उज्यालो नेपाल पार्टीलाई सिन्धुपाल्चोक जिल्ला पूर्ण रूपले उज्यालोमय बनाउनु हुन पनि म हार्दिक अनुरोध गर्दछु। हामीले बागमती प्रदेशका प्राय सबै निर्वाचन क्षेत्रहरूमा उम्मेदवार उठाएका छौँ। काठमाडौँ, भक्तपुर, ललितपुर लगायत 13 वटा जिल्लामा हामीले उम्मेदवार उठाएका छौँ। एउटा ठाउँमा हामीले उम्मेदवार उठाउनलाई हाम्रो समयमा पुग्न सकेन। बाँकी सबै 33 मा 32 वटा सिटमा हामीले उम्मेदवार उठाएका छौँ। बागमती प्रदेशका अत्यधिक ठाउँमा हामीले जित सुनिश्चित गर्नुपर्छ। तपाईहरु सिन्धुपाल्चोक मात्रै होइन, धेरै ठाउँमा हाम्रा उम्मेदवारलाई सहयोग गरेर जिताउनु हुनेछ भनेर म विश्वास व्यक्त गर्न चाहन्छु। यो काठमाडौँको क्षेत्रमा सिन्धुपाल्चोक जिल्लाबाट बसोबास गर्न यो क्षेत्र पनि सिन्धुपाल्चोक यो सिन्धुपाल्चोक 3 का तर्फको उम्मेदवार भएको छु। जसको यहाँ भोट हाल्न सक्ने यहाँको नाम छ, यहाँ उल्लेख भएको छ। उहाँहरूले जिल्लाका साथीहरूले मलाई प्रत्यक्षमा जिताउनु हुनेछ भन्ने मलाई विश्वास छ र आफ्ना साथीहरू र छिमेकी नाता कुटुम्ब सबैलाई भन्ने र सिन्धुपाल्चोक साथीहरू, सिन्धुपाल्चोक उम्मेदवारहरू र हाम्रा उज्यालो नेपालका सबै उम्मेदवारहरूलाई जिताउन अगाडि बढ्नु होला।
हामीले धेरै ठाउँमा 121 ठाउँमा उम्मेदवार उठाएका छौँ। मैले गरेको जापाल पार्टी यसको नेतृत्व घिसिङलाई हेरेर उम्मेदवार दान जुनसुकै उम्मेदवार भए पनि जुनसुकै उम्मेदवार भएर प्रत्यक्षमा वा समानुपातमा उठेर पनि कुलमानलाई हेरेर उज्यालो नेपाल पार्टीलाई हेरेर दान गरेर हामीले संसद प्रतिनिधित्व गरेर सरकारको नेतृत्व धेरै हुनुपर्नेछ। समानुपातिक तर्फ आँसुमा दान गरेर बाँसुरी चिन्ह मतदान गरेर समानुपातिक उम्मेदवारलाई जिताउनु पनि अनुरोध गर्छौँ। हामी यसपटक काम दान भनेका गरेर काम गरेर भन्छ। हामीले समय यो परिवर्तनको लागि ऊर्जाको परिवर्तन देशमा लिएर आएका परिणामले हामीले चिनेको पार्टी भनेको यो परिमुखी पार्टी हो। कुनै हामीले भान गरेर सामाजिक सञ्जालमा लेखेर भएर हामी अगाडि आएको होइन। यसको नेतृत्व काम दिएर आएका छौँ। यो देश हामीले ठुलो परिलिएका छौँ, योग गरेका अन्त्यदेखि हिजो अस्ति हुँदाखेरि हामीले देशभरि किसिमले 3टा मन्त्रालयलाई एउटा डेलिभरी दिएका छौँ, परिणाम दिएका छौँ। त्यसको लागि पनि तपाईँहरूले हामीले दिएका परिणाम मतदान गर्नु पर्यो भनेर तपाईँले भन्नुपर्छ। अब देशको परिवर्तनको लागि मुक्ति लागि यसलाई देशमै हाम्रा युवा शक्तिलाई रोजगारी सृजना गरेर वातावरण बनाउनको लागि हामीले उज्यालो धेरै दुर्गन्ध छ, रातिभित्र पनि धेरै क्षेत्रमा परिवर्तन गर्न र सिन्धुपाल्चोकको जिल्लामा पटक पटक धेरै र नेताले रूपमा समृद्धिको बाटो उज्यालो पार्टी अगाडि आउँछ र सिन्धुपाल्चोक जिल्लालाई एउटा समृद्ध जिल्लाको रूपमा अगाडि ल्याउने र सिन्धुपाल्चोक जिल्ला 2वटा निर्वाचन क्षेत्र हाम्रो लागि एकदमै महत्त्वपूर्ण छ। अन्तर्राष्ट्रिय नाका छ, हिसाबले महत्त्वपूर्ण जिल्लालाई समृद्ध बनाउन नेपालबाट निर्वाचित पर्छ। उज्यालोको नेतृत्वलाई स्थापित गर्नु पनि समृद्ध
छौँ र विरुद्ध गर्छौँ। पार्टीलाई नेतृत्वलाई पटक जितायौँ। अब एकपटक नेपालका नेतृत्वलाई हुनु, देश परिवर्तन हुन्छ, देश सत्य हुन्छ र यो देशमा हामीले रोजगारी र आत्मनिर्भर अर्थतन्त्र स्थापना गरेरै छोड्छौँ। त्यो भएको हुनाले आज तपाईँहरू यहाँ आउनुभएको छ, एउटा जोसका साथ सिन्धुपाल्चोक जिल्लालाई अधिक मत जिताउनको लागि तपाईँहरू लाग्नुहोस्। हाम्रा चाहिँ उम्मेदवार साथीहरू पनि सशक्त हिसाबले एउटा ठुलो बलका साथ यो निर्वाचन जित्नको लागि भोलिदेखि नै अगाडि बढ्नुहोस्। एकदमै नजिकको चाहिँ हो र धेरै सिन्धुपाल्चोकका काठमाडौँमा हुनुहुन्छ। काठमाडौँ सम्पर्क मञ्चले पनि यो ब्रिजिङको काम गरिरहेको छ, ठुलो कार्यक्रम गर्नुभएको छ। त्यसको लागि तपाईँलाई धन्यवाद छ र आगामी दिनमा सिन्धुपाल्चोकलाई उज्याले यो झन्डा, यो हरियो भनेको हाम्रो इकोनोमी भन्छ, ग्रिन इकोनोमी। हामी नेपालमा ग्रिन इकोनोमी ल्याउँछौँ भनेर हामीले यो हरियो झन्डा भनेका हौँ। सिन्धुपाल्चोकमा हाइड्रो पावरको प्रशस्त सम्भावनाहरू छन्। हाइड्रो पावर धेरै बनिरहेको छ, त्यहाँ धेरै संरचना बनिरहेको छ, अन्तर्राष्ट्रिय स्तरको नाकाहरू, पर्यटकीय स्थल, यसलाई सिन्धुपाल्चोक समृद्धिको हामीले लिएर जानुपर्छ। आगामी दिन सिन्धुपाल्चोक जिल्लालाई समृद्ध जिल्लाको रूपमा बढाउन उज्यालो पार्टीले त्यहाँ उज्यालोमय सिन्धुपाल्चोक बनाउने छ। देश एउटा र समग्र उज्यालो भन्ने आगामी दिन पनि तपाईँहरू यो जो बरकरार राखेर सिन्धुपाल्चोकबाट हाम्रा उम्मेदवारलाई अत्यधिक मतले जिताउनेछ भन्ने मेरो आग्रह र विश्वास सहित म बिदा हुन्छु। धन्यवाद।